फ्यामिली फेरि स्वागत छ तपाईँहरूको एउटा नयाँ ब्लगमा। आज फेरि हामी आएको छौँ होइन कृष्ण मन्दिर, जहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो कमल दाई है, मेरो कमल दाई अनि अगाडि दाजुहरू हुनुहुन्छ है। सो अगाडि चाहिँ ढिला के भन्नुहुन्छ भनेदेखि चाहिँ होइन भनौँ न, आज चाहिँ हामी जस्ट रमाइलो गर्दै आउँदै थियौँ है। ब्लग के बनाउनु भइरहेको थियो, त्यही पनि अब कृष्ण मन्दिरकै हालिदिउँ न लगन खुतिर भनिरहेको थियो। बट हामीले चाहिँ यहाँनिर चाहिँ अब एउटा हामीले बब्बाल कप देखिसकेको छौँ, जहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। अब हामी हेर्न जाउँ है, आराम पऱ्यो। त्यहाँ फाइनली मरद हालिसक्नु भएको छ है, एकदम के मजा भइरहेछ, हामीले देख्न सकिन्छ। हुनुभयो क्या हो 17 सेकेन्डमा गेम गरिरहेको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ है, हाना हुनु पर्दैछ यहाँनिर। एक्सक्युज मी दाइ, हजुर चाहिँ कुन टिम कताको पट्टिको हो तपाईँ चाहिँ? यो बहिनीको हो। बहिनीको सपोर्ट गर्दैछ, हाई गरिदिनु न त दाइ, थोरै भ्लग बनाउँथ्यो है। हजुर दाइको सपोर्टमा आएको सर ल, यहाँ देख्न सकिन्छ हामीले। ल एकदम दाइ ल हुन्छ। के भएको यार, घरि रोक्छ घरि हान्छ यहाँनिर। यस्तै फ्यामिली अब होइन, खेलमा भनेको चोटपटक लाग्छ, अलिक जोगेर खेल्नुपर्ने हुन्छ। अब त्यही त हो, चोटपटक लाग्यो। उहाँनिर अब उपचार कार्यक्रम चल्दैछ। अब यहाँ कसले जित्नुभयो त चाहिँ थाहा छैन है, बिस्तारै हेर्नुपर्ने हुन्छ। हाम्रो भाइ गाइजहरूले चाहिँ हेर्नु हुँदैछ। हाई गर भाइ। ओ हाम्रो भाइहरू पनि तिमीहरू कराते खेल्छौ? भाइ हेर्ने मात्रै हो, हामी सब हेर्ने मात्रै हो। ए अब तपाईँहरू भाइ खेल्दा फाकफुक हान्दाखेरि अहिले जोगेर हान्नु है, गेममा एकदम आथा त भइहाल्छ। अब फेरि अर्को गेम सुरु भइसकेको छ है। हान हान हान, दियो 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 दियो, बजायो बजायो बजायो। ल फाइनली फ्यामिली हान पर्दैछ है, यहाँनिर देख्नु सक्नुहुन्छ तपाईँहरूले। बुङ 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 दियो। ओ हानो 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 हानो। हाम्रो भाइरले कसको सपोर्टमा खेलेको तिमी? कसको सपोर्टमा तिमी? कालो कि निलो? हरियो। ए बगल हाई गर्दै हाई गर्दै। युट्युबमा स्वागत छ तिमीहरूलाई। ल हाम्रो भाइले हाई गरिसकेको छ है। हाम्रो उटिङ देऊ भाइ, उटिङ देऊ। त्यो अब फ्यामिली चिनजान चाहिँ कोहीसँग छैन होइन, त्यही पनि अब हारजित खेलमा एकजनालाई त सपोर्ट गर्नुपर्ने हुन्छ। हामी चाहिँ हरियोलाई सपोर्ट गर्दैछौँ, सबले कालो कालो भन्दैछ है। भाइ र म एउटै परेछौँ, हामी चाहिँ गर भाइ। ल फाइनली भाइ हामी गेमतिर लागौँ, फेरि बबाल छ गेम भाइ। फ्यामिली है, अब यो चाहिँ हामी चाहिँ भर्खर सेमी फाइनल हेर्न चाहिँ अलिकति सफल भएका छौँ। अब फाइनल हुन्छ धेरै टाइम लाग्छ। सो हामी चाहिँ अब यहाँनिर भित्र जाउँ, कफी पसल रहेछ, सबै खाउँ, अनि त्यसपछि फाइनल सुरु भएपछि भिडियो गर्दै हामी पनि हेर्न थालौँ है त फ्यामिली। अब हामी जान्छौँ भित्र है। हामी चाहिँ होइन यहाँनिर चाहिँ बाहिर टेक्वान्डो हुँदैछ, हामी भित्र चाहिँ कफी खान पसेको छौँ। यहाँनिर हाम्रो मेरो इन्डियाबाट आउनुभएको दाजु स्पेसली त होइन, किशोर दाईलाई घुमाउँदै हामी आएको छौँ। सो किशोर दाई एकदम इनर्जी लस भइसकेको थियो, कफी खुवाएपछि चाहिँ इनर्जी आउँछ कि भन्ने आशा छ है। ल किशोर दाई झ्याप्प लाएर खानु कफी। अनि दाईहरू हुनुहुन्छ है, त्यस हामीलाई चाहिँ कफी चाहिँ खासै मन पर्दैन, त्यही भएर किशोर दाईले मात्रै खुवाएको होइन। एकछिन कफी सफी खाम, अनि बाहिर टेक्वान्डो सेक्वान्डो कराते सराते हेर्नुपर्ने हुन्छ फाइनल म्याच होइन।
तपाईँहरूले देख्नुभयो होइन एकदम यहाँनिर जति पनि यहाँनिर मैले देखाएँ नि भिडियोमा मूर्तिहरूदेखि लिएर भगवान्को एकदम फोटोहरू त्यो चाहिँ एकदम पुर्खाकालको होइन पहिले इतिहासहरू लुकाएको छ होइन हामीले त बुझ्न सक्दैनौँ तर त्यसको गहिराइमा गएर हेऱ्यो भने चाहिँ लास्ट इतिहासहरू लुकेको छ त्यसमा पनि होइन त्यसको लागि चाहिँ यहाँनिर अब पढ्नको लागि भनेर चाहिँ यस्तो पेपरहरूमा भनौँ न होइन लेखेर टाँसिदिनु भएको छ। सो तपाईँ पनि आउनुभयो भने पाटन कृष्ण मन्दिरलाई चाहिँ एकदम भिजिट गरिदिनु होला बबाल छ भित्र चाहिँ होइन यहाँनिर खासै भिडियोको लागि चाहिँ अल आउट रहेन रहेछ। सो मैले चाहिँ यति मात्रै भिडियो गरेँ अब हामी सिधै बाहिर गएपछि अब होइन जानुपर्ने हुन्छ एकछिनमा घर पनि जानुपर्ने हुन्छ अनि एकदम बबाल छ कि यहाँनिर एकदम शान्त छ त्यही धेरै बोल्नु पनि हुँदैन। ल एकछिनमा हामी अब बाहिर जानेछौँ है त फ्यामिली हामीले होइन कृष्ण मन्दिरमा एउटा सरप्राइजका साथ हाम्रो कबड्डी फक एकदम कबड्डी रोल निभाउनु हुने सरलाई भेटिसकेको छौँ एकदम सर हाम्रो युट्युब फ्यामिली तपाईँले एक दुई केही शब्दहरू राखिदिनु है। उहाँको युट्युब हेरेर बस्नुहुने सम्पूर्णलाई मेरो नमस्कार। हाम्रो पर्फर्मेन्स हुँदैछ यहाँ पर्फर्मेन्स 30 गते फागुनको 30 र चैतको 1 गते यहाँ बेलुका 7 बजे सबैलाई लिएर आउनु होला। ए 7 गते यहीँ ठाउँमा पर्फर्मेन्सलाई तयारी हुन्छ है। हजुर भेट्नुपर्छ छिट्टै। ल त्यसको लागि ल सब्स्क्राइब गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु है। हजुर एकदम एक एउटा रिक्वेस्ट तपाईँको त्यो डाइलेक्ट भनिदिनु न त दाजुहरूलाई डाइलेक्ट त पछि काटेर टक्कै हाल्नु ल मैले अनुमति दिएँ केही कसैले केही गर्दैन ल होइन सर ल थ्याङ्क यू ल हाम्रो सरसँग एकदम भित्र रमाइलो लाग्यो है सर तपाईँ अरू पनि फिल्महरू आउँदै गरोस् हेर्न पाऊँ है। ल सरसँग एकदम पाल रमाइलो होइन कबड्डीको फिल्मको हामीले अब भनौँ न एकदम कमेडी रोल निभाउनु हुने नाम चाहिँ सरी है गाइजहरू अलिकति थाहा पाएन फ्यामिली है फोटोसोटो खिच्न पायौँ त्यो एकदम अब रमाइलो लाग्यो होइन हामीले सोचेको पनि थिएनौँ कि अब कृष्ण मन्दिरमा आउँदै हामीले आज कराते देखियो हामीले अनि यहाँ नेवारहरूको खोइ के प्रोग्राम देख्यो तर अन्तिममा र यहाँ बिचमा चाहिँ होइन भनौँ न हामीले चाहिँ कबड्डी फोक एकदमै कमेडी रोल निभाउने दाजु भनेर जुन तपाईँहरूले डाइलेक्ट सुन्नुहुन्छ उहाँको भेट्यौँ दाजु अनि एकदम ह्याप्पी हुनुहुन्छ होइन परबाट हेरेर हामीले फोटो खिच्न नखिच्नु भनेर कन्फ्युज भइरहेको थियौँ बट हामीले चाहिँ फोटो खिची छाड्यौँ। तपाईँहरूले यस्तै साथ सपोर्टका साथ लाइक कमेन्ट सेयर उहाँहरूले भन्ने अनुसार झ्याप्प गरिदिनु होला है त गाइजहरू। ल फ्यामिली एकदम बवाल भइरहेछ पानी पनि छिटाउनु थालिसकेको छ होइन हामीले दाइलाई रिक्वेस्ट गरेर एउटा आनीसँग फोटो खिचिरहेको छौँ हाम्रो फ्यामिली यहाँ हुनुहुन्छ। सो आजको भ्लग हामीले अब यहाँ इन्ड गर्नुपर्ने हुन्छ है धेरै रमझम छ यहाँनिर हाम्रो भ्लग चाहिँ यहाँ इन्ड गर्नुपर्ने छ किनभनेदेखि हामीले धेरै भ्लग बनाइसक्यो होइन अब दाइलाई पनि अलिकति फोटोसोटो हाल्नुपर्ने हुन्छ। सो फ्यामिली आउने दिनहरू पनि यस्तै साथ सपोर्ट दिँदै गर्नु होला आजसम्मको माया र हाम्रो 200 सब्सक्राइबर बढिसकेको छ त्यसलाई पनि एकदम खुसी लागिरहेछ होइन। ल दाइहरूले एकछिन बाई बाई भनिदिनु भाइको च्यानललाई एकदम के भनिदिनु लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ एकदम नभुल्नु होला अनि हामी यहाँ रमझमका साथ हाम्रो भिडियो हिट गर्दैछौँ। जय नेपाल। माया रहेछ र तपाईँ रहेछ नि।